वेलकम छ तपाईहरुलाई आजको नयाँ भिडियोमा। आज चाहिँ के हो सामना? आज चाहिँ तमु लोसार अनि म चाहिँ अब भिडियो बनाएको थिइनँ अनि डाइरेक्ट सामान हतार होइन थियो अनि डाइरेक्ट कस्तो हुन्छ म देखाउनु तपाईहरुलाई। अनि हतार हतारमा रेडी पनि भइहाल्यो र हामी चाहिँ यस्तो देखिएको थियो होइन। अनि हामी चाहिँ गाडी आइसकेको थियो गाडीमा चढेर सेखा महोत्सव हुनेछ आज। सेखा महोत्सवमा जान लागेको महोत्सव थियो गाडीमा जानु आँटेको। हेलो हामी चाहिँ गाडीमा अट्टी नअट्टी भए पनि चढ्यौँ होइन होइन र। हाम्रो चाहिँ यात्रा सेखा महोत्सवसम्म हो है साथीहरू। हामी चाहिँ धेरैजना बसेर होइन जसरी पनि जानु नै थियो हामीलाई होइन। त्यो भएर पनि जाँदै थियौँ। आज सामनाले खोइ के गराउँछ कुन्ने त्यति बेला चाहिँ गीत बजायो हाम्रो मुखमा चाहिँ खानेकुरा चाहिँ त्यो खड्डो भन्ने हुन्छ होइन। त्यो खाँदै जाँदै थियौँ गीत गाउँदै आफ्नै सुरुमा क्या अब रमाइलो गर्न त छ हामी चाहिँ त्यहाँ पुगेर एकछिन बसेको थियौँ। मम्मीहरू चाहिँ टेम्पोमा आउनु भएको थियो क्या। अनि मम्मीहरूलाई भेट्यौँ अनि भइसकेपछि चाहिँ हामी अब चाहिँ भित्र जान्छौँ। अब के कस्तो छ हेर्दै गर्नु होला। अझै हाम्रो सामनाले एकछिन भिडियो बनाउँदैछ दिदी। अनि त्यहाँदेखि बजार चाहिँ लास्टै भिड थियो। अनि त्यस पछाडि चाहिँ अब पिङहरू बच्चा बच्चीहरू आज तमु लोसार हो होइन। र यहाँ चाहिँ कार्यक्रमहरू हुँदैछ, गायकहरू आउनुहुन्छ अरे। अनि यहाँ चाहिँ हाम्रो रोटी पिङ छ भने यहाँ बच्चा बच्चीले खेल्ने छ होइन। त्यहाँ बच्चा बच्ची भन्दै थियो होइन। अनि त्यस पछाडि यहाँ भाइहरू हाम्रो बल्ल बल्ल भेट भयो। अनि हामी चाहिँ त्यस पछाडि चाहिँ बसेर कति राम्रो कोही खेल्न मानेन। त्यही पनि हामीलाई एउटै ठाउँमा बस्नु थियो तर त्यो पिङ चाहिँ सामना म चाहिँ यो भाइसँग छु है। भाइ तिम्रो नाम के हो भन त? अब्जित श्रेष्ठ अरे। तिमी त ऊ चाहिँ उसको साथी हो। सामना चाहिँ अर्कैमा छ। म चाहिँ यहाँ छु होइन। अनि हामी चाहिँ यस्तो हेर्दै जाँदैछौँ। कस्तो दामी भिडियो हुन्छ। मम्मीहरूले चाहिँ मुनिदेखि हेरिरहनु भएको छ, हामी चाहिँ माथि छ। त्यहाँबाट चाहिँ भ्यूहरू हेर्नु अनि यसो रमाइलो भएको थियो। यस्तो निसाल्दा चाहिँ हल्का कस्तो लागिरहेको छ तिमीलाई भन। मजा आइरहेछ? मान्छेहरू अनि एकछिन 2-3 राउन्ड चाहिँ मजाले घुमाइदियो। त्यस पछाडि फेरि रोक्दै रोक्दै मान्छे झरिहाल्यो क्या। यहाँबाट चाहिँ यस्तो देखिन्छ होइन। इन्जोय गऱ्यौँ हामीले। अनि यहाँबाट चाहिँ त्यहाँबाट देखिनु चाहिँ यस्तो थियो होइन देखाउँदै। मम्मीहरू चाहिँ मम्मी भन्दै चाहिँ सुन्नु धाउनु मम्मीहरू मम्मी हुँदैन अनि कति छिटो मेरो सामना पनि ओर्लिन आँट्दैछ। हेर्नु होला कसरी हुन्छ। म अघि ओर्लिएँ अब सामना हेर्छ यसरी ओर्लिएर के छ लगा हो। अब यहाँ
त्यहाँबाट दिक्क लाग्यौँ हामी चाहिँ यता फस्कने गुरुङै हो फाल्टो फाल्ने ठाउँको गुरुङहरू हो धुलोले गर्दाखेरि पुरै नाक पनि बन्द भइरहेछ कता गइस यहाँ छ सामानहरू खोज्दैन सामाना चाहिँ फेरि नचिनेको मान्छे छैन ओ यस्तो के आयोजकको तर्फबाट हार्दिक आभार र यो कार्यक्रमलाई मनोरञ्जन दिनका लागि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर विभिन्न जात जातिहरूले आफ्नै मौलिकतालाई आफ्नो संस्कार यस कार्यक्रम मार्फत विभिन्न वेशभूषाका साथ यो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि उहाँहरूले पुर्याउनु भएको योगदान सराहनीय छ। यो योगदान हाम्रो खातबारी नगरपालिका 4 नम्बर वडा र सेगा सामुदायिक विकास क्लबले कदापि पनि भुल्न सक्ने छैनौँ। यहाँहरूले लाउनु भएको योगदान गुण कहिले पनि हामीले भुल्ने छैनौँ। खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि हामीले आयोजना गरेका छौँ। आजको यस कार्यक्रमको मुख्य आकर्षण हाम्रो निमन्त्रण र मनाले सम्मान गरिदिनुमा हाम्रो आयोजक म साधारण गर्न चाहन्छु। नेपाली काङ्ग्रेस जिल्ला समिति संघ सभाका सचिव आदरणीय तपमान भदेवज्यू आदरणीय श्री विराज गुरुजीलाई पनि म यस कार्यक्रमको अतिथिको आतिथ्य गर्नको लागि साधारण गर्न चाहन्छु। त्यस्तै गरेर सेगा सामुदायिक विकास क्लबको सल्लाहकार खानु भोकले खाजा खानलाई यहाँ आएको छौँ होइन त्यहाँनिर छ प्रोग्राम चाहिँ यो केही थिएन अनि हामीले खाँदैछौँ। अन्डा समोसा पार्क बनिरहेछ त्यो पार्कमा मम्मीहरूलाई देखाउनलाई सक्दैछौँ होइन त मम्मी यता अगाडि हिँड्नु जानु भएको नि त अब भ्याङखोला ए होइन यतै माथिबाट हो। अब हामी चाहिँ बाटो लाग्यौँ ऊ त्यहाँबाट हौ म गएको छु त यसो घुमौँ न त भनेर बाटो लाग्यौँ अनि हामी छौँ त्यहाँ थिएन नयाँ बनिएको रहेछ हामी चाहिँ यहीँ आएको आएको पार्क ब्याङ्कोलाको है? पहिला चाहिँ अब यहाँ यस्तो छ यहाँनिर होइन त्यसपछि हामी त्यहाँ भिडियोहरू फोटोहरू खिच्यौँ त्यसपछि फेरि फर्क्यौँ फर्केपछि नि अब यहाँ चाहिँ के रहेछ यहाँ चाहिँ स्कुटर रहेछ
रहेछ होइन तर यहाँनिर चाहिँ रहेछ हिँडेर जाउँ परसम्म अनि यहाँनिर चाहिँ के रहेछ यस्तो रहेछ के रहेछ है स्याम्पू रहेछ है किन्नु होला हौ यो चाहिँ बाइक रहेछ होइन यस्तो छ होइन हाम्रो आजको मौसम यहाँ चाहिँ के रहेछ हजुर यो चाहिँ खोर्सानी चिन्छु म यो चाहिँ गाडीहरू यहाँनिर चाहिँ जडीबुटीहरू छ होइन के छ हेर्नु होला भिडियो बनाएँ के रहेछ यहाँनिर चाहिँ अब यहाँनिर चाहिँ राष्ट्रिय कलाकारहरूलाई बोलाउनु भएको छ आउँदै हुन्छ होला होइन यहाँनिर आउनु यहाँ चाहिँ उत्पादन भएको चिजहरू रहेछ के रहेछ हेर्नु त यसरी घुम्यौँ 3-4 राउन्ड चाहिँ घुम्यौँ नै अनि गेमहरू पनि देखाउनु देखिनौँ अनि यो चाहिँ कसले बनाउनु भएको हो तपाईँहरूको ए ल ल राम्रो छ छैन नि साझाको महाल हुँदैछ साझा चाहिँ यस्तो देखिरहेको होइन अहिले चाहिँ लगभग 5 बजिसकेको छ हाम्रो मम्मीहरू चाहिँ फर्किसक्नु भयो होइन अनि अब यहाँ कन्सर्ट हुन्छ नि अब फर्केर आउने हो हामी चाहिँ अब एकछिन बस्छौँ अहिले अनि आइहाल्नु भने हेरेर जाने नभए फर्किहाल्ने होइन चाहिँ मौसमको भ्यू यस्तो देखिन्छ अनि फेरि एक राउन्ड खानालाई चाहिँ मात्रै भन्दा हामी त्यो डालोतिर बालिरहनु भएको थियो अनि बोकेर ल्याउनु थियो नि त्यो बालिरहनु भएको थियो अनि पटक पड्किरहेको थियो अनि के गर्ने होइन मलाई चाहिँ थाहा छैन अनि यस्तो रमाइलो अनि यो हेरिसकेपछि अनि हामी चाहिँ यहाँ माथिदेखि हेरिरहेछौँ माथिको नजारा चाहिँ यस्तो छ अनि फेरि हामी यो हेरेर चाहिँ एक राउन्ड घुम्यौँ ल अब चाहिँ हामी यो चाहिँ गेट थियो र हामी चाहिँ अब फर्केको त्यस पछाडि गीतहरू केही सुरु फर्केको कन्सर्ट चाहिँ नहेरिकन रात पनि सक्यो त्यही भएर फर्केको कन्सर्ट सुरु नै भएको छैन यहाँ तल गाडी छ गाडीमा फर्किने हुने रहेछ 6 बजीसम्म ल अब हामी चाहिँ बेलुकाको कन्सर्ट हेर्न पाइएन किनकि स्टार्ट भएको छैन त्यही भएर हामी चाहिँ फर्किहाल्यौँ को फर्किनु गुम्बा छ अनि यता हुनुहुन्छ अगाडि यता हेरिदिनु त हेलो हामी चाहिँ यतिजना फर्किरहेको छ भइदिइहाल्छ त्यसरी हामी घरतर्फ लाग्यो हामी चाहिँ अरू त नाइट्रोजनमा साथीहरू कसरी देखाउनु झन्डा राखेर छ नि त अनि एकछिन गाडी रोकिदिनु ल हामी भिडियो बनाउँछौँ भनेर एकछिन गाडी रोक्नु ल भिडियो बनायौँ अनि त्यसपछि हामीलाई चाहिँ कस्तो भइसकेको क्या त्यहाँ माथि केही खान पाएनौँ नि त बेलुका केही नै थिएन अनि त्यसपछि हामी बाहिर घर गएर खाने भन्दा कस्तो भइसकेको थियो अनि त्यस पछाडि त इन्डिङै गर्न बिर्सेछु होइन यो चाहिँ त्यहाँ खिचेको फोटोहरू हो यही हेर्नु होला इन्जोय गर्नु होला होइन इन्डिङ चाहिँ गर्न पाइनँ बिर्सेछ क्या हामीले फोटोहरू यस्तै सबै त हालिनँ जे भए पनि अलिअलि यसो मिलाएर हालिदिएको छु होइन यस्तरी नै हाम्रो आजको दिन चाहिँ बित्यो होइन यस्तै थियो र के कस्तो लाग्यो थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब